यहाँ चाहिँ हाम्रो अङ्कल चाहिँ मौरी पालन के छ अङ्कल? अरे तपाईँ त पुरा मौरी झन्डै लड्यो म त ठोकेछ नि त रड रहेछ नि त अङ्कल यहाँ त हो मैले देखिनँ छु अलिकति यहाँ बासु अङ्कलले ठ्याक्कैसँगले म यो बाटो आइरहेको थिएँ अहिले टट्टसँगले हेर्दाखेरि बासु अङ्कल चाहिँ यहाँनिर के भन्छ अङ्कल यसलाई त मौरी घार भन्छ नि यसलाई मौरी घार टक्कसँगले निकाल्दै हुनुहुँदो रहेछ नानीहरू पनि छन् यहाँनिर अङ्कल के छ तयार भइसक्यो अङ्कल यो कसरी फुटाउनु पर्छ अङ्कल यो ए बच्चा बच्चीहरू नि स्कुलबाट आएको छन् होइन यहाँ मौरी हेर्नलाई एकदम हाम्रो युवा व्यवसाय हाम्रो मौरी पालन होइन यहाँ अङ्कलको चाहिँ बासु अङ्कल हुनुहुन्छ के छ अङ्कल आराम हुनुहुन्छ अङ्कल टोपी नै झरेछ अङ्कल अलिकति अङ्कल कति भयो तपाईँले यो व्यवसाय गरेको अहिले? म यो 72 सालदेखि कन्टिन्यू छ। हजुर त्यति बेला चाहिँ 72 सालमा नेपाल सरकारले डाक्टर बाबुराम भट्टराई चाहिँ आधुनिक के भन्छ युवा स्वरोजगार कार्यक्रमको 2 लाख बराबरको अनुदानबाट मैले सुरु गरेँ हो। हजुर अब कन्टिन्यू छ अहिलेसम्म। कस्तो चाहिँ हामी यो केराबारी गाउँपालिका वार्ड नम्बर 9 का हाम्रा बासु अङ्कल हुनुहुन्छ। उहाँ चाहिँ एकदम के भन्छ मौरी पालन एकदमै प्रख्यात हुनुहुन्छ होइन, वासुदेव बराल हुनुहुन्छ। उहाँसँग हामी आज कुरा गर्न गइरहेको छौँ। हामी ठ्याक्कसँगले बेलचौरीमा छौँ। उहाँलाई मैले परबाट देखेँ त्यही भएर आएको छु होइन। केटाकेटीसँग खेल्दै हुनुहुन्छ। अङ्कल नमस्कार। नमस्कार हजुर। के छ अङ्कल पुरै मौरी पाल्नु भएको छ होइन? अब जिन्दगी नै यही हो त। अङ्कल कति भयो यो व्यवसाय गर्न थालेको कति भयो तपाईँले यो? मैले 2072 सालबाट नेपाल सरकारबाट अनुदान लिएर हजुर 20 घर अनुदान लिएर हालेको। म चाहिँ करिब मेरो मौरी नष्ट भएको थियो। हजुर अलिकति म चाहिँ अर्को गाई पालनतिर लागेको थिएँ। त्यो कारणले अब मैले दुईटा पेसा भयो, दुईटा नाउँमा हात हालेँ। अब मैले एउटै नाउँमा चढ्न नजान्दाखेरि अलि मिस्टेक भयो। अलि मैले 1000 रुपियाँ केजी बेच्ने गरेको छु। हजुर म त्यस्तो छ। बजार कतिको पाएको छ अङ्कल योबाट? बजारको अभाव छैन। बजार चाहिँ त्यो महको उत्पादनलाई चाहिँ पुग्दैन, बेच्नै पुग्दैन। अहिले काटेकै ठाउँमा सिद्धिन्छ। यो सागा भइसकेको यो बच्चाहरू बढ्दैछ। ए बच्चा बढाउने यहाँ हो। हजुर यो महको भाग हो। हजुर थोरै मह लाउँदैछ। यो क्विन्सेल उठाउन खोज्दैछ यो चाहिँ। हजुर ए ल यो क्विन्सेल म राख्दिनँ। त्यो चाहिँ के गर्नुपर्छ अङ्कल? रानीको क्विन्सेल हो। म यो राख्दैन, यो फाल्दिनै हो। किन फाल्नु भएको थियो? यो चाहिँ उनले बनाएको भन्दा मैले चाहिँ आधुनिक ढङ्गले व्यवस्थापन गरेको रानी चाहिँ व्यवस्थित हुन्छ। त्यसकारणले म आफै बनाउने। अङ्कल टोक्दैन यसले? टोक्छ। अब यो मेलिफेरा जातको अलिक कम टोक्छ। हो सेरेना र मेलिफेरा दुई जातको हुन्छ। हजुर यो चाहिँ आधार चाका दिएको मैले। ओहो नयाँ आधार चाका दिएको। यो उठाउँदैछ यसले। यो के गर्नुभएको तपाईँले? यो चाका हाल्नु भएको कि यहाँ बढाउनु भएको मौरी चाहिँ? यस्तो यो बढाउनलाई यो आधार चाका दिएको। यो बाहिरबाट किनेर ल्याउँछु मसँग। ए हजुर हजुर यो ल्याएर मैले लगाइदिएपछि यसरी उठाउँछ चाका। यो उठाउँदैछ हेर्नुहोस्, यहाँ मह भर्दैछ। हजुर अब यसरी यो आधार चाका हो। यो मैले आधार चाका दिएको। जस्तो एकदम खुसी हुनुहुन्छ यो कामदेखि होइन? म यो काम नभएको भए त मलाई त ब्याङ्कले लिलाम गरिसक्थ्यो हो। मेरो घर अहिलेको युवा पुस्तालाई के भन्न चाहनुहुन्छ? यो तपाईँको अहिले पुरै विदेश जाने एकदम ट्रेन चलिरहेछ होइन, के भन्न चाहनुहुन्छ उहाँहरूलाई? एकदम ठिक छ। म युवा पुस्तालाई के भन्न चाहन्छु भने श्रम चाहिँ खोज्ने होइन। हजुर जसले श्रम खोज्छ त्यो चाहिँ दास हो। हजुर है कोही मालिककोमा श्रम खोज्दै हिँड्नु भनेको त्यो दासता स्वीकार्नु जस्तै हो। श्रम चाहिँ सिर्जना गर्नुपर्छ है। आफैले श्रम सिर्जना गर्ने, सृष्टि गर्ने र त्यो आधारले आफूले विकास गर्यो भने राम्रो हुन्छ भनेर म युवा पुस्ताहरूमा यो सन्देश चाहिँ म पेश गर्न चाहन्छु। तपाईँको महिनाको आम्दानी वार्षिक आम्दानी कति जति होला यसले? मेरो वार्षिक चाहिँ आम्दानी भनेको टोटलमा खर्च कटाएर मेरो 25वटा गोला छ। हजुर खर्च कटाएर मेरो लगभग 5 लाख। 5 लाख भने तपाईँको विदेश जानलाई तपाईँको विदेश जानुभन्दा यिनीहरू आम्दानी गर्न एकदम सहज छ। तर मेहनत गर्नु पर्यो, दुःख गर्नु पर्यो होइन? सानातिना मुलुकमा जानेहरूले पनि तपाईँको घर खर्च के खर्च सबै कटाएर त्यही 5-7 लाख जम्मा गर्ने हो होइन? अब यो चाहिँ अब अहिले थोरै हुँदा 100 गोला जति मौरी हुने भने तपाईँको चाहिँ केही मजदुर समेतलाई रोजगारी समेत दिन सकिन्छ। टोक्लाई यसले रोजगारी पनि दिन सकिन्छ यसले। परियार सुमन परियार अरुण ऋषिदेव कपी नहलाउनु ल। कपी नहलाउनु ल है।
ल अङ्कलको चट्टसँगले म पर बसिरहेको थिएँ यसो हेरेको अङ्कलले चट्टसँगले मौरी चाहिँ होइन घार सार्दै हुनुहुँदो रहेछ अनि ल नि त आज अङ्कलको भिडियो बनाऊँ भनेर चाहिँ होइन मसँग यो के भन्छ उहाँले चाहिँ एउटा सन्देश दिनुभएको छ तपाईँको विदेश बस्नुभन्दा पनि विदेश जानुभन्दा पनि तपाईँको 2-4 लाख लगानी गरेर जानुभन्दा पनि यिनीहरू त्यही पैसाले चाहिँ होइन सधैँका लागि चाहिँ आफ्नै घरको खाना खाएर एउटा परिवारसँगै घुलमिल भएर चाहिँ यहीँ पनि केही गर्न सकिन्छ भन्ने उहाँले एउटा देश युवा पुस्तालाई एउटा सन्देश दिनुभएको छ होइन एकदमै उदाहरण काम गरिरहनु भएको छ हाम्रो अङ्कलले ठिक छ अङ्कल एकदम खुसी लाग्यो मलाई पनि होइन हामीलाई नै एउटा सन्देशमूलक भिडियो भएको छ यो र मैले यो भिडियो चाहिँ म तपाईँको फेसबुकमा हाल्छु ल अङ्कल हुन्छ ल धन्यवाद तपाईँलाई ल ल है त ओके हाम्रो अङ्कलको मह चाहिँ होइन खानाको लागि टेस्ट लिनको लागि एकदम उत्सुकता हुनुहुन्छ भने यहाँ अङ्कलले भन्नुहुन्छ होइन तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ उहाँको एउटा व्यवसायलाई सम्मान गरेर चाहिँ होइन हजुरहरूले मह खरिद गर्न सक्नुहुन्छ के भन्न चाहनुहुन्छ अङ्कल अब म चाहिँ अब मसँग उत्पादन भएको अर्ग्यानिक उत्पादन हुन्छ हजुर होइन मैले चाहिँ अब जे छ त्यसैबाट जे स्रोत छ त्यसैबाट उत्पादन दिने हो मैले प्रति केजी 1000 रुपियाँ केजी बेच्छु कसैलाई आवश्यक भयो भने अर्ग्यानिक उत्पादन लिनको लागि मसँग चाहिँ 9841 09793 फोन नम्बर हो यहाँ सम्पर्क गर्नु हुन म विनम्र अनुरोध गर्दछु एकदम अर्ग्यानिकमा पाइन्छ होइन एकदम अर्ग्यानिक छ मिसावट केही पनि हुन्न मिसावट मसँग कहिले पनि हुँदैन ल है त एकदम तपाईँको उहाँलाई प्रोत्साहन गरेर चाहिँ होइन उहाँलाई चाहिँ एउटा सम्मान स्वरूप चाहिँ होइन उहाँको साथीहरूले भन्नुहुन्छ तपाईँको मह अलि महँगो भयो भन्नुहुन्छ अब अर्ग्यानिक उत्पादन गर्ने मान्छेले कैफियत नगरिकन उत्पादन गर्दाखेरि लगानी पुँजी अलिकति बढ्छ त्यो आधारले चाहिँ अब बुझिदिनु हुन म अनुरोध गर्छु धन्यवाद अङ्कल हो त्यो घाँस पनि कति दिन बनाएको